हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ तिहार हो साथीहरू, अनि तिहारको दिन हुनाले मैले चाहिँ आज भिडियो बनाउँछु भनेर सोचेर भिडियो बनाएँ। अनि मेरो बहिनीले पनि मलाई दिदी भोलि भिडियो बनाउनु होला है भनेर भनेको थिएँ क्या। अनि त्यही भएर मैले चाहिँ भिडियो बनाएँ। तर बाहिर चाहिँ पानी परिरहेको छ, म कसरी। अनि हामी चाहिँ अहिले पानी रोकेपछि जाने हो। अनि के गर्ने, पानी रोकेको नाम निशानै छैन, पानी आएछ। अनि म चाहिँ अब घरदेखि निस्किँदैछु जानको लागि। मेरो यस्तो देख्दै नटर्सिन होला। अब म चाहिँ घरदेखि निस्केँ। म चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, यहाँ हेर नि यिनी चाहिँ रेडी हुन जाँदैछ। ल यहाँ पनि हुनुहुन्छ, उहाँ पनि रेडी हुन जाँदै हुनुहुन्छ। म चाहिँ यहाँ छु तर धगलले गयो पछाडिदेखि। हामी चाहिँ यहाँ रेडी भएर हजुर यहाँ बसेको। अब चाहिँ म चाहिँ यहाँ क्यामेराम्यान स्मृति गुरुङ चाहिँ फोटो क्लिक गर्न जान्छन्। अब किनकि टिका लगाएर हुनुहुन्छ, साइड भइसकेको छ। सबै यहाँ हिरो हिरोइन भइरहेछन्, हेर्न सक्नुहुन्छ। ल हुन्छ के गर्ने हो, के लाग्यो मलाई हेर्न सक्नुहुन्छ। म चाहिँ घरतिर जाँदैछु यसो एकछिनको लागि, यहाँ छोड्नको लागि। मेरो भाइलाई यो चाहिँ कहाँ जाने थाहा छैन, भैलो खेल्न होला सायद। मेरो पप्पाले हामी चाहिँ टिका सिका लगाएर तिहार मनाएर अनि यहाँ यसो भिडियो बनाउन आएको। भिडियो चाहिँ खासै राम्रो भएन। यहाँ मेरो क्यामेराम्यानलाई हेर्न सक्नुहुन्छ अहिले हजुरले। यहाँ चाहिँ यस्तो चुरोट खानु भएको छ। अब त्यस्तो चाहिँ नदेखाम होला, देखाम र मेरो क्यामेराम्यान। उहाँ चाहिँ मेरो कान्छीको हुनुहुन्छ। उहाँ चाहिँ सानी, मभन्दा सानो हुनुहुन्छ। यहाँभित्र चाहिँ रुवाउँछन् किन भन्ने भइरहेछ कि। अब म चाहिँ त्यहाँभित्र गएर भिडियो गराउँछु, ब्लग गराउँछु। चाहिँ के भइरहेछ यहाँ चाहिँ रुवाउँछौ किन भन्ने हेरौँ है। यहाँ कस्तो भयो किन रुवाउँछौ किन। मेरो अब यहाँ अर्को मान्छे पनि हुनुहुन्छ, यहाँ चाहिँ बजै हुनुहुन्छ। बजैले चाहिँ यसो ऊ गरिरहनु भएको छ। को होइन, मैले भिडियो बनाएको क्या, ब्लग। रम रहेछ गाइज, मेरो यहाँ हाई गाइज, ए ब्लग हो। वेलकम टु आवर सीता दिदी। हाई अभी कस्तो हामी चाहिँ यहाँ फोटो भिडियो खिच्न आएको हो। फोटो हाम्रो आन्टीलाई चाहिँ फोटो खिचेर मोटो आउनु भयो अरे। उहाँ चाहिँ किन मोटो आउनु भयो थाहा छैन। त्यहाँ हेर्नु आफ्नो पारामा चाहिँ सबजना। उहाँ चाहिँ क्यामेराम्यान हो, यता उहाँ चाहिँ यता क्यामेराम्यान हो। उहाँले चाहिँ खिचेको फोटो उहाँलाई चित्त बुझेन, मोटो निकाल्नु भयो अरे। खाना छोड्नु पर्यो। हेर्न सक्नुहुन्छ, उहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ। उहाँ चाहिँ कहाँ आउनु भएको छ, बाटोमा भेट भयो हाम्रो चाहिँ झम्का भेट। यो मलाई चाहिँ मेरो साथीहरूले यहाँ आउन स्मृति अनि भिडियो बनाउन भनेर बोलाएँ है। अनि त्यसपछि म त्यो ठाउँमा हिँड्दै आएँ। घर पनि हिँड्दै उहाँ छ क्या हाम्रो जहिले पनि फोटो खिच्ने ठाउँ। दसैँमा पनि त्यही जाने हो, तिहारमा पनि त्यही जाने हो। एकदम राम्रो आउँछ कि त्यहाँ फोटो। यस्तो धानबारीहरू छ, एकदम राम्रो छ। अनि त्यहाँ गएर भिडियो गराउँछौँ। अनि म चाहिँ त्यहाँ अब यस्तो यो बाटोदेखि आएँ नि, हिँड्दै नत्र म
पछि आउँथेँ अनि हिँड्दै 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 आएँ अनि त्यो ठाउँमा आएँ है त्यो ठाउँमा आएँ अनि त्यसपछि दुईजना केटीहरू चाहिँ त्यही बाटोदेखि आइरहेको थियो कि अलिक पर जानु पर्थ्यो कि अनि त्यही भएर मैले तिनीहरूलाई सोधेँ कि त्यहाँ दुईजना केटीहरूले त्यहाँ भिडियो बनाइरहेको छन् कि नाइ भनेर भने नाइ कोही पनि हुनुहुन्न त्यहाँ रोडमा त भनेर भने अनि मैले तिमीलाई फोन गरेँ कहाँ छौ तिमी भनेर फोन गरेको त तिमी त मान्छे घर पुगिसकेको मान्छेहरू म चाहिँ यहाँ यस्तो एक्लै हिँड्दै आएको छु तर दिदी थियो मेरो बाटोमा भेट भएको थियो जाम भन्दै थिएँ अनि दिदीले तर म गएन किनकि मलाई यसरी भिडियो बनाउँदै हिँड्न मन थियो हेर्न सक्नुहुन्छ हजुरहरूले अनि यहाँ हेर्न सक्नुहुन्छ धानहरू कति राम्रो छ धानहरू मलाई चाहिँ भोक लागेको छ म घर गएर के बनाएर खान्छु थाहा भएन आज चाहिँ मैले खानै खाएको छैन अब मेरो घर पनि आउन लाग्यो अब एकछिनमा घर आउँछ एकछिन 5 मिनटपछि म त्यही पनि भिडियो बनाउँदै हिँडेको कि मेरो ब्लग एक्लै अल्पसी राति चाहिँ हामी भैलो हेर्न जाने हो राति चाहिँ हामी भैलो हेर्न जानुपर्ने हुन्छ हेर्नुहोस् बाटोमा एक्लै छु म चाहिँ रोडमा एक्लै हिँडेको चाहिँ फाइनल्ली घर आइपुगेँ यिनीहरू चाहिँ भैलो हेर्न जाँदैछन् मलाई जाम भन्दै थिएँ तर म चाहिँ जाँदिनँ अहिले किनकि मेरो धेरै कामहरू छ फाइनल्ली म चाहिँ घर आइपुगेँ मेरो घरमा चाहिँ कोही छैनन् होला सायद थाहा छ मलाई कोही हुनुहुन्न होला घरमा चाहिँ कोही हुनुहुन्छ कि हुनुहुन्न है हेर्छु म चाहिँ कोही छैनन् होला मेरो घरमा चाहिँ बत्ती त बालेको रहेछन् बत्ती त बालेछन् कि तर घरमा कोही पनि छैनन् होला के गर्ने यस्तै छ मम्मी हुनुहुन्न घरमा मम्मी चाहिँ माइत जानुभएको छ यो चाहिँ हाम्रो खोर्सानी हो कि डल्ले खोर्सानी हो कति फलेको के अनि मैले चाहिँ अचार बनाएको छु नभन्दै कोही पनि छैन घरमा चापी लागेको छ म त्यही पनि रुममा जान्छु अनि त्यसपछि एकछिन रेस्ट गर्नु पर्यो मोबाइल चार्जमा राख्नु पर्यो कस्तो राम्रो आकाश कस्तो राम्रो देखेको कि ओ माई गॉड कति राम्रो हो अनि राम्रो देखेछ फाइनल्ली आइपुगेँ यहाँ चाहिँ चाबी लागेको छ हेर्न सक्नुहुन्छ अब म चाहिँ चाबी खोल्नु पर्ने हुन्छ त्यसैले बाई बाई गाइजहरू हामी भैलो हेर्ने साथीहरू हेर्न सक्नुहुन्छ यहाँ खै यता हेर्नु आन्टी यहाँ मेरो आन्टी हुनुहुन्छ यहाँ मेरो कता खै कि इन्सान भाग्छ नि त राइडर फुपू हाय अरे हामी राइडर ड्राइभर हो अब के गर्नु अब केटाकेटीको हाम्रो राम्रो ड्राइभर हाम्रो सीता दिदीको च्यानललाई लाइक सब्स्क्राइब गरिदिनु होला अनि शेयर गरिदिनु होला सबैले भाइरलको लागि गर्नु शेयर गर्नुपर्ने कारण के छ लाइक कमेन्ट सब्स्क्राइब गर्नु वाइ भाइरल हुनलाई वाइ सबले चिन्नलाई पैसा कमाउनलाई राम्रो हा 50 रुपैयाँ ब्याउले हुनुहुन्छ हजुर भक्कर भाग्ने लाग्नु ब्याउले भगान लागो भक्कर ब्याउले याछि यता पनि हुनुहुन्छ यता मेरो साथीहरु कता हो मेरो साथी फेरि यहाँ पुरा भैली हेर्नको लागि कि यहीँ आएर तेरो भाइहरु भेट्छ न मलाई आम्दानी हुन्छ यो सिक्का स्कुल भयो ए हो त्यही भएर आएको के भाइरल कानीहरु भनेको त्यो साउन्ड कम गर्न मिल्दैन के घर जाने भनेको अझै घुम्न छोडे छैन यिनीहरू पुरै हेर न यहाँ जाऊ चल के छ रेडी भएर बसेको म चालक चाहिँ यहाँ अब चिसो भइसकेको अवस्था के लुङ्गीले कम चिसो
भयो यार मलाई त अघि अलिअलि पर्खिनु त पुरा साह्रै हुँदैछ आइसहरू मान्छे भेट्दैन कि भयो गाइस हामी चाहिँ अब जान्न फेरि खोला पालिसक्छ चिसो म त यहाँ त आइस जम्छु होला एकछिन है आउन मेरो कुरामा टाइम राखेँ त्यसैले छिटो कुरा भनेको भनेर अब चाहिँ हामी घर फर्किरहेको छौँ घर फर्किँदा साथीलाई पुऱ्याएर पनि आइसकेको छौँ हामी अनि स्कुटी राखिसके यो बाइकको साउन्डले चाहिँ मेरो भोलि यस्तो आएन होला अब हामी चाहिँ घर जान्छौँ उहाँ चाहिँ मेरो अङ्कल हुनुहुन्छ घरमा भैली